गाइस वेलकम टु माय न्यू ब्लग। आज चाहिँ हामी पौडी खेल्न जान लागेको बादुगा होइन। यति बेला चाहिँ केटाहरू रुँदैछौँ हामी यहाँ। केटाहरू छ यहाँ। पाण्डे किन हाँसेको ओए? को लगायो? हामी के गर्नु बसेको यहाँ? अब डल्लैलाई पर्खिँदैछु। ठिक छ। हजुर सजन घरमै छ अरे हिँड्नु लाग्यो अरे। अस्ति गर्मी भयो धरानमा, अब पौडी खेल्न जान लागेको हामी होइन। 12 बजिसक्यो होला ल। हामी चाहिँ अझै 2-3 जना केटाहरू पर्खिरहेको छौँ होइन। ठिक छ ल। पाण्डे के भन्छ? यहाँ त शीतल छ त हौ। के शब्द छ त हाँस्यो त हौ पाण्डे त यार। हामी चाहिँ केटाहरूको पर्खाइमा छौँ होइन। अब हिँड्नु लागेको यहाँबाट ल बाटो भेटौँ अब। केटाहरूको गफ धेरै पछि भेटेको छ। हाम्रो दाई पवन दाई, एक दाई, गम्डु देउसी खेलेर आएन ठिकै छ नि त दाईहरू जानुपर्छ नि भाइ। त्यो सङ्गम भएको कारण किन त्यो सङ्गम भएको भाइ पैसा खानु पाउँदैन भाइ। आएको भाइ यो भाइले त खायो यस्तो चाहिँ माथि मौसम चाहिँ त्यति बेला माथि गयो धरानमा आएर के भाइ आयो 2जना चाहिँ होइन भर्खर। ओ तेरो गाडी गयो गाडी? ए अर्को भाइ पो लिएर आएको छ यसले त। ढिलो आउँछ कडा आउँछ होइन। हिँडिसक्यौँ होइन यहाँबाट ल। सर डल्दैसँग टिक्क टल्क्यो त हौ। कहाँ दिस अनि काम छैन तेरा त? टिक्क तल बाटोमा भेटेछ नि दाइले। पाण्डे हाँस्ने गर्न तेरो हाँस्ने गर कडा खान्छिस्। भ्लग बनाएको देखिनुहोस्। स्वागत तपाईँले भ्लग इलामको भर्खर इलामको हो। मेरोमा पनि छैन नि सबै स्टोरी फुल भएर डिलिट गरिदिएको नि। अब त्यो सिनेमेटिक बाटोको अब पैसा नउठेको अवस्था। कलेक्सन ल। हामी चाहिँ के भन्छ यो बाटो गइसक्यौँ होइन। हाम्रो स्पटमा अब सपिङ गर्ने केमा ए यहाँ ल हामी चाहिँ हाम्रो डेस्टिनेसन पुग्ने आँटिसक्यो 3। हाम्रो अन्तिम राइड हो अब यो चाहिँ। गुफा पोखरी कहाँ जान्छ त्यत्रो बाटो हुन्छ त? कपड छ नि त बेसी पिच भन्दा पुगिहाल्छ टाढो यताबाट यता तल तल तल। बिस्तारै केटाहरूको वीर पछि बाटो छ त हौ। खोला तिरै तिर चौतारीमा कसलाई
त बाटो होइन बाटो बनाएको थियो मान्छेले तर मलाई लाग्दैछ मान्छेहरू टन्नै हुन्छ पार्किङ चाहिँ हाम्रो यहाँ भइसकेको छ होइन आधा हो के छ हौ यहाँ भुजा मात्रै देख्छु त एमडी बनाऊ ल मिठो हुनु पऱ्यो लक लगाएर हुन्छ त यिनीहरू लक हामीले चाहिँ पानी भेटिसक्यौँ होइन टक्क यहाँबाट पानी उम्रिँदैछ ल यहाँबाट बढ्दैछ हजुर ल ल दाइ सुमन लाने अरे हौ टक्क यहाँबाट पानी निक्लिँदैछ ठुलो आउँदै होला पर चाहिँ है ल पानी चाहिँ चिसो चिसो रहेछ छामेर हेरेको अघि भर्खर सुरु हुँदैछ बोल्न एक डुब्की हानिसकेर होइन यहाँ टक्क खाजामा आउँदैछ अरू बजी जस्तो छ स्टार्टिङ हुँदैछ अब कस्तो बनिन्छ आलु आलु गाडीमा चाहिँ होइन त्यस्तो बनाउनु आँटेको यस्तो घर बनिसकेको बाटो त्यस्तो छ है बिरालो बिरालो त्यस्तो हिँड्नुपर्छ है यहाँबाट टक्क कसो भने एम्बुलेन्स त्यही त हौ अन्त डल्ले ल्यास्तो टिप्ने हो दाइ